दशमलवको भाग जस्तैमा कति थिए 105 भागे कति राखिदिने 0.3 यो भयो दशमलव। अब दशमलवमा यसमा दुई तरिका हुन्छ। पहिलो तरिका 105 भागे 3/10 त गर्न सक्छु। एकाइ दाइ भयो। अब यसलाई मल्टिप्लाईमा चल्यो भने यति गुणे 3 लिया फेरि मिस्टेक भयो लिया त मेरो रुक यो भागमा के हुन्छ यो भागको मल्टिप्लाईमा चेन्ज गर्दाखेरि यो तलको माथिको तल आइहाल्छ। त 10/3 अब यो सित मल्टिप्लाई गरिदिने 105 1050 भागे 3। अब यो कति चोटिले कट्छ त्यो 3 छ भने यो 3 यो 1 बचिहाल्यो 15 त यो भइहाल्यो 5 यो 0 यो 350 यसको अर्को चोटि दोस्रो तरिका अब 0.3 भागे 105 अब यो भयो। अब यो दशमलव हटाउनका लागि यतातिर त शून्य त राख्नै पर्छ। यो 3 भयो 3 भागे 1050 यहाँको दशमलव हटाएपछि यतातिर 0 राखाउँछ। अब यो 3 अब यो 9 माइनस यो कति हुन्छ 1 यहाँ 15 यहाँ भाग लगाएपछि यहाँ 5 15 कट्यो। अब 0 त न आमा हुन्छ न बुबा हुन्छ। त्यो 0 बाट 0 ले कटिहाल्छ नि 0 कट्यो भएर यसको यो तरिका पनि बनाउन सक्छ या यो तरिका पनि बनाउन सक्छ। दुवैबाट कुनै तरिका बनाइदियो भने भइहाल्छ। नत्र यतिमा सन्तुष्टि छैन भने अर्को पनि बनाइदिनु। तेस्रो नियम यसको त छैन तर प्रयास गर्छु यसलाई मेट्दै पर्छ। तेस्रो यहाँ जस्तैमा कति राख्दिने 15 भयो 15.65 भागे 0.3 यतिकै। अब दुवैतिर पोइन्ट भइसकेछ। अब यो भागमा लगाउने यसलाई 0.3 अब यहाँ 15.65 अब यसमा कतिवटा यहाँ एउटा छ यहाँ कतिवटा छ दुईटा यहाँ दुईटा छ भने यहाँ पुगाउनलाई त 0 राख्नुपर्छ। यो 3 यो 0 र यो 0 कट्यो 3 0 अब 15 and 6 5 अब यसलाई भाग गर्दाखेरि यो 15 यो 3 छ 5 तिहाई 15 यो 15 5
अनि त्यही पन्ध्र 3 3